एउटा बाघको बच्चा हुन्छ होइन, बाघको बच्चा चाहिँ हराउँछ, भेडाले पाल्छ क्या। अनि भेडाले पालेर चाहिँ अनि ऊ मे गरेर ऊ भेडासँग खेलेर भेडाकै त्यो के भन्छ आमाले दुध दिएर भेडाको बच्चाहरूसँग पालेर हुर्किँदाखेरि ऊ त बाघ हो। तर ऊ पनि मे गरेर त्यो घाँस खाने जस्तै उनीहरूसँगै चरेर बसिरहेको अर्को एउटा बाघले देख्छ। अर्को एउटा बाघले यसो देख्छ, अरे त्यो हन्टिङमा निस्केको हुन्छ। अनि उसले त त्यो भेडा खान्छु भनेर यसो अगाडि जाँदाखेरि त अरे भेडाको बिचमा एउटा बाघ त मे गरेर त्यो जस्तै गर्दैछ, के होला यो त, योले त झन् आफ्नो आहार हो, त्यो खाने ठाउँ हो, त्यो त घाँसतिर चरेर भेडा जस्तो गर्दैछ भने। अनि उसले छेउमा गएर उसले भन्छ क्या, तिमी त के हो, यो भेडा होइन नि, तिमी त बाघ हो बाघ भने। ऊ तर्सिन्छ, तिमी म जस्तै हो भन्दा होइन होला भन्छ। हो, तिमीलाई म चिनाउँछु भने पानीको छेउमा लगेर हेर्दा तिम्रो नङ्ग्रा छ, दारा छ, तिम्रो कलर हेर, मेरो हेर, फेस हेर, तिमी त बाघ हो बाघ, तिमी भेडा होइन नि, तिमीले भेडा भने कन्फ्युज भएछौ भने। ए त्यति बेला झसङ्ग बोध हुन्छ भन्छ।